धेरैलाई के काम भइरहेको छ भन्ने कौतूहलता पनि हुन्छ र सँगसँगै जसले सिकिराख्नु भएको छ विद्यार्थीहरू उहाँहरूलाई चाहिँ हामीले सिकेको कुरा कहीँ देखाउन पाए हुन्थ्यो भन्ने सदैव आतुर हुने। स्कुलमा पेरेन्ट्स डे, अभिभावक दिवस र सँगसँगै विद्यालयको स्थापना दिवस, सँगसँगै टिचर्स डे, स्टुडेन्ट्स डे, चिल्ड्रेन डे भनेर थुप्रै प्रोग्रामहरू हुन्छ। तर आफ्नो स्कुलमा मात्र प्रदर्शन गरेर मात्र होइन, अरू साथीहरू पनि भेट्न पाउने र सँगसँगै महानगरपालिकाभित्रका नवीन अभ्यासहरू देखाउनका लागि र त्यति मात्र होइन, एकअर्काबाट सिक्नका लागि हामीले काठमाडौँ एकाडेमिक फेस्ट 2081 आयोजना गरेका हौँ। यो कार्यक्रम आयोजना गरिरहँदाखेरि पहिलो वर्ष हामीले हतारमा गऱ्यौँ, तर नगर्नुभन्दा गर्नु राम्रो हो है। पर्फेक्ट भनेको हुँदै जान्छ, कहिले पनि पर्फेक्ट हुँदैन, तर जे छ त्यसैबाट सुरु गरौँ भनेर हामीले सोल्टीमा सुरु गऱ्यौँ। पहिलो वर्ष हाम्रो लागि निकै सिकाइको विषय पनि रह्यो। कुन अर्थमा थोरै विद्यार्थीलाई मात्र समेट्न सकेका थियौँ, धेरै विद्यार्थीलाई कसरी समेट्ने भनेर दोस्रो वर्षको लागि एउटा लेसन पनि भयो। त्यति मात्र होइन, हामीले स्कुल फेस्ट गरिराख्दाखेरि, एकाडेमिक फेस्ट गरिराख्दाखेरि महानगरभित्रका सामुदायिक विद्यार्थीहरूलाई मात्र समावेश गर्ने त सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र, प्राइभेट स्कुलको विद्यार्थी चाहिँ हामी चाहिँ महानगरको होइन त भन्ने पनि कतिजनाले भन्नुभयो। त्यो पनि जायज प्रश्न नै लाग्यो। त्यस कारणले गर्दाखेरि महानगरभित्र भएका पब्लिक प्राइभेट सबै स्कुललाई समावेश गरौँ। शिक्षा दिने मन्दिर भनेको हामीले हेर्ने दृष्टिकोणले पनि बराबर हेर्नुपर्छ है भनेर यसपटक हामीले पब्लिक स्कुल मात्र होइन, प्राइभेट स्कुललाई पनि समावेश गरेका छौँ। प्राइभेट स्कुलको पनि निकै उत्साहजनक सहभागिता भएको छ र काठमाडौँ एकाडेमिक फेस्ट यो शिक्षा मेला महानगरपालिकाको सबै विद्यार्थीको, सबै नागरिकको, सबै शिक्षकको, सबै विद्यालयको फेस्टिभल मेला बन्न पुगेको छ भन्ने हामीले आभास गरेका छौँ। जसरी यहाँ हलभित्र सबैजना खुसी भएर रमाएर हेरिरहनु भएको थियो पर्फर्मेन्स, त्यत्तिकै बेला बेलामा अघि स्क्रिनमा बाहिर चाहिँ के भइरहेछ भन्ने कुरा पनि देखाइराख्नु भएको थियो। जतिभित्र हामी रमाइलो गरिरहेका छौँ, मन प्रफुल्लित भएको छ, खुसी भएको छ, त्यत्तिकै हलभन्दा बाहिर सभागृहको परिसरमा नै अरू बेलामा खाली ठाउँ हुन्थ्यो, आज भरि भराउ छ। विद्यार्थीहरू आफूले सिकेको कुरा प्रदर्शन गरिरहनु भएको छ र यी सबै कुराहरू प्रदर्शन गरिरहँदाखेरि पनि हामी मेजर एक्टर होइनौँ है। आजको यो कार्यक्रमको मेन एक्टर भनेको नै हाम्रै विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ। बिहाइन्ड द सिन कार्यक्रम हुँदाखेरि विद्यालयमा धेरै जसो विद्यार्थीभन्दा शिक्षकहरू आत्तिरहेको देख्छौँ कि हामी, किनभने टिचरलाई म्यानेजमेन्टको रोल धेरै हुन्छ। तर अघि म सुट्ट पछाडि चाहिँ के भइरहेको छ भनेर हेर्न जाँदाखेरि शिक्षकहरू होइन है, विद्यार्थीहरू आफै अब मेरो पालो, यसपछि सेकेन्ड सिफ्टमा मेरो पालो छ भनेर मजाले उहाँहरूले आफैले म्यानेज गरेर एउटा छुट्टै लिडरको भूमिका पनि विद्यार्थीले नै खेलिराख्नु भएको छ। स्टेजमा पर्फर्मेन्स हामीले हेऱ्यौँ, सुरुवात नै बिहान कसरी सुरु गर्छौँ भनेर विद्यार्थीहरूले देखाउनु भयो, योगा गर्नुभयो। त्यो सँगसँगै डिआरआरको प्र्याक्टिसेसहरू के स्कुलमा सिकेका छौँ, अपरजट भवितव्य भइहाल्यो भने, विपद आयो भने के गर्ने भन्ने कुरा हामीले स्कुलमा के सिकेका छौँ भन्ने कुरा देखाउनु भयो। गरी खाने शिक्षा महानगरको इच्छा, यस्तो शिक्षा हुनुपर्छ जसले गर्दाखेरि विद्यार्थीहरू भोलि आफैले कमाई खान सक्ने खालको, गरी खान सक्ने शिक्षा हुनुपर्छ भनेर स्कुलमा हामीले स्किल इन एजुकेसनको थालनी गर्यौँ। बुकिस नलेज, किताबी ज्ञानले मात्र अपुग्छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सिपहरू पनि चाहिन्छ भन्ने कुरा अहिले हामीले यो बोलिरहनुभन्दा पनि अघि देखिसकेको छ। स्कुलमा सिकेको त्यही फ्यासन डिजाइनिङ, कतिले भन्नुभयो यो स्कुलमा सिकाएर कि विद्यार्थीलाई भोलि लुगा सिलाउने नै उहाँहरूलाई बनाउने हो त, त्यो उहाँहरूको इच्छा हो। हरेक सिप, हरेक व्यवसाय र सँगसँगै हरेक कामलाई सम्मान गर्नुपर्छ भन्ने कुरा पनि विद्यार्थीहरूले किताबबाट भन्दा व्यवहारबाट सिकिराख्नु भएको छ। त्यसैले त आफ्नो लुगा सिलाउनेदेखि लिएर घरमा प्लम्बिङ काम गर्नेदेखि लिएर इलेक्ट्रिसियन सबैलाई
यो मेहनतको काम हो, मेहनतलाई कदर गर्नुपर्छ। जसले मेहनत गर्छ उसैको हात फोर हुन्छ अनि उसैलाई हो सबैभन्दा धेरै सम्मान गर्नुपर्ने भन्ने कुरा विद्यार्थीहरूले अहिले हामीले मुखले भन्नै पर्दैन, आफैले सिक्नु भएको छ। यो स्किल इन एजुकेसनको सिकाइ हो। त्यति मात्र नभएर हामीले बाटोमा हिँडिराख्दाखेरि ट्राफिक रुल पालना गर्नुपर्छ, ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने कुरा धेरै कुरा सिक्छौँ, सुन्छौँ। तर त्यो आफ्नै भोगाइबाट स्कुलमा ट्राफिक क्लबबाट विद्यार्थीहरूले सिकिराख्नु भएको छ। र सँगसँगै त्यति मात्र होइन है, वातावरण हामी सबैको घर हो। यो वातावरण मानिसको मात्र होइन, हामी सर्वश्रेष्ठ प्राणी भएर हामीले मानव कल्याण मात्र होइन हरेक जीवको कल्याणका लागि काम गर्नुपर्छ भन्ने कुरा जति किताबमा इन्भाइरोमेन्टमा पपुलेसनमा हामीले पढ्थ्यौँ त्योभन्दा बढी विद्यार्थीहरूले मनन गरिराख्नु भएको छ बाबा क्लबबाट, बालबालिका तथा वातावरण क्लबबाट। म आफै स्कुलमा सानो हुँदाखेरि बाबा क्लबमा महानगरपालिकाले नै हामीलाई सिकाउनुहुन्थ्यो। त्यो बेलामा वेस्ट सेग्रिगेसन कसरी गर्ने, वृक्षारोपण कार्यक्रम कसरी सञ्चालन गर्ने, सञ्चालन गरिसकेपछि त्यो रुखलाई नहुर्केसम्म कतिको केयर गर्नुपर्छ अनि सबैले आफूले रोपेको रुखको केयर गर्ने भन्ने कुराहरू सिकेको विद्यालयबाट। त्यो सिकाइ अहिलेको जेनेरेसनमा पनि उत्तिकै महत्त्वपूर्ण छ भनेर हामीले बाबा क्लब रिभाइभ गरेका छौँ। विद्यार्थीहरूले भन्नै नपर्ने गरी सिकिराख्नु भएको छ र अर्को अभ्यास पनि सुरु भएको छ जुन आज देखिएन तर यहाँहरूलाई भन्नै पर्ने। हामीले सानैदेखि फोहोरलाई मोहर बनाऊ भन्ने कुरा सुनिरहेका हुन्छौँ। अहिले विद्यालयमा विद्यार्थीहरू आफैले फोहोरलाई सेग्रिगेट गरेर बेच्न मिल्ने फोहोरहरूलाई बेचेर उहाँले आफ्नो क्लबलाई अझ धेरै इन्कम जेनेरेसन पनि गरिराख्नु भएको छ। फोहोरलाई मोहर बनाउने कुरा उहाँहरूले स्कुलमा सिकिराख्नु भएको छ। यो सिकाइको कुरा विद्यार्थी अनि विद्यालयमा मात्र सीमित छैन है। विद्यालयमा विद्यार्थीहरूले सिक्नुहुन्छ, सिकिसकेपछि घर जाने बित्तिकै यो स्कुल जीवन भनेको यस्तो समय हो जुन बेलामा स्कुलमा भएको हरेक क्रियाकलाप घरमा गएर सुनाउनु मन लाग्छ, सबै कुरा भन्नु मन लाग्छ इन डिटेल। साथीले आज यस्तो गरेको थियो, मलाई यस्तो भनेको थियो, स्कुलमा हामीले यस्तो पढ्यौँ, टिचरले आज मलाई स्याबास भन्नुभयो, आज टिचरले अलिकति गाली गर्नुभयो, मन दुख्यो, मैले यो कुरा सिकेँ भन्ने कुरा सबै कुरा घरमा गएर भनिरहेको हुन्छ। अहिले विद्यार्थीलाई हामीले सिकाइरहेका छौँ, विद्यार्थीले पुरा परिवारलाई सिकाइरहेको छ। पुरा परिवारले समाजले राष्ट्र निर्माणमा टेवा पुग्छ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसैले पनि भनिरहेकी छु, यदि साँच्चीकै नै हामीले देश निर्माणमा काम गर्ने हो भने पहिले बालबालिकामा काम गरौँ, शिक्षामा काम गरौँ, विद्यार्थीलाई गुणस्तरीय शिक्षा पढाउँ, विद्यार्थीलाई असल नागरिक कसरी बन्ने, सफल बन्ने भन्ने कुरा धेरै सिकाउँछौँ। सफल त्यो व्यक्ति हो जो असल हुन्छ है भन्ने कुरा सिकाउन जरुरी छ। विद्यार्थीलाई आफ्नो देशको माया गर्न सिकाउन जरुरी छ। विद्यार्थीलाई मेरो देश मेरो प्राण भन्दा प्यारो भन्ने कुरा महसुस गराउन जरुरी छ। हरेक विद्यार्थीलाई म चेन्ज मेकर हो, मेरो समाज परिवर्तन गर्नलाई मैले संसारलाई बदल्न सक्छु सक्दिनँ, तर कम्तीमा मैले आफूलाई बदल्न सक्छु। म राम्रो मान्छे बने भने म जस्तै अरू राम्रो बनाउनलाई कम्तीमा 10 जनालाई प्रेरित गर्न सक्छु। र त्यो अभिभारा अरू कसैमा होइन, सबै कुरा अरूलाई दोषारोपण गर्ने होइन, म भनेर मैबाट सुरु गर्छु भनेर सिकाउने हो भने त्यो विद्यालय सबैभन्दा ठुलो जग हो। यही शिक्षाहरू दिने अभ्यासमा छौँ, अभियानमा छौँ। विद्यालयमा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौँ। महानगरपालिकाको बजेट यहाँहरूले हेर्न सक्नुहुन्छ, बजेटमा पनि त्यो दर्शिन्छ। महानगरपालिकाको लागि हाम्रो बालबालिका, हाम्रो भाइ बहिनी, नानी बाबु नै हाम्रो लागि प्राथमिकता हो भन्ने कुरा हाम्रो बजेटले पनि देखाउँछ।
र यो अभ्यासमा महानगरपालिकाले मात्र एक्लै सम्भव छैन। त्यसका लागि यहाँहरू सबैजनाको हातेमालो चाहिन्छ। विद्यार्थीलाई राम्रो बनाउने, एक सफल, एक असल नागरिक बनाउनका लागि घरदेखि लिएर स्कुलसम्म, स्कुलदेखि लिएर आफ्नो टोल समाजसम्म सबैको उत्तरदायित्व हो भन्ने आभास गराउनका लागि पनि यो कार्यक्रम विद्यार्थीमा मात्र सीमित गरेका छैनौँ। जनप्रतिनिधिहरू हुनुहुन्छ, यहाँ विभिन्न स्टेक होल्डरहरू हुनुहुन्छ जसले एजुकेसनमा इन्भेस्ट गरिराख्नु भएको छ। गर्व लाग्ने हाम्रा प्रिन्सिपल शिक्षकहरू हुनुहुन्छ जसले दिनरात नभनिकन मेहनत गरिराख्नु भएको छ। सबै विद्यार्थीलाई आफ्नै सन्तानसरी माया गरेर पढाइरहनु भएको छ र अभिभावकत्व प्रदान गरिरहनु भएको छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू आज हलमा हुनुहुन्छ। विद्यार्थीहरू आज मेलामा रमाइराख्नु भएको छ, तर धेरै जसो हामी स्टेक होल्डरहरू हलभित्र छौँ। यो किन हो भने यो अभियान, यो महाअभियान एक व्यक्तिले, एक संस्थाले, सरकारले मात्र भनेर मुख ताकेर बस्ने समय होइन। हामी सबैजना जो जहाँ छौँ सबैले आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ। त्यसका लागि आज हामी भेटेका छौँ। विद्यार्थीको पर्फर्मेन्स हेरिराख्दाखेरि कति धेरैलाई अलिअलि आँखामा आँसु आएको जस्तो पनि भयो होला। यस्तो कुरा हाम्रो पालोमा सिक्न पाएको भए भन्ने पनि भयो होला कतिलाई हामीले यस्तो कुरा सिक्न नपाए पनि हाम्रो सन्ततिले सिकिरहेको छ है विद्यालयमा भन्ने पनि भयो होला। यी विद्यार्थीहरू साँच्चीकै राम्रो बन्छन् है भन्ने विश्वास पनि बढेको छ होला। र आजको यो कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरू बाहिर हुनुहुन्छ, सुनिराख्नु भएको छ, हलभित्र हुनुहुन्छ, सुनिराख्नु भएको छ। क्यामेरा देखाउँदा मात्र यसो नगर्नु ल, अहिले पनि यसो गर्दा नि हुन्छ। त्यहाँ हुनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू, बिहाइन्ड द सिन उहाँहरू तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरू सबैजनाले आज जति पर्फर्म गर्नुभयो त्यो पर्फर्मेन्स भन्दा ठुलो उहाँहरूको आत्मविश्वास हो। स्टेजमा उभिनु, स्टेजमा उभिएर समस्या आयो भने पनि सर मजाले प्रेजेन्ट गर्नु, त्यो जिन्दगीभर काम लाग्ने आत्मविश्वास हो। आफूलाई विश्वास गर्न थाल्नु भएको छ। त्यो कन्फिडेन्स यत्तिकै आउँदैन। कुनै भिटामिन क्याप्सुल जस्तो क्याप्सुल छैन जसले कन्फिडेन्स दिन्छ। स्कुल नै त्यस्तो वातावरण हो जहाँ बालबालिकाहरूले काम सिक्नुहुन्छ, गल्ती गर्नुहुन्छ, फेरि सुधार्नुहुन्छ र आफैले आफैलाई विश्वास गर्न थाल्नुहुन्छ। र त्यो विश्वास, आफूलाई विश्वास गर्नुहुन्छ भन्ने कुरा अघि हामीले स्टेजमा देखिसकेका छौँ। टुगेदर वी क्यान ड्राइभ द फ्युचर अफ एजुकेसन भनेर यत्तिकै भनेका होइनौँ। साँच्चीकै नै हामीले शिक्षाको भविष्य हामी सबैको कर्तव्यमा पर्छ, जिम्मेवारीमा पर्छ। यो आत्मबोध गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। र सँगसँगै कति धेरै प्राइभेट स्कुलको टिचरहरूले पनि भन्नुहुन्छ बुक फ्री फ्राइडेको मोडल हेर्नु मन छ भनेर पनि धेरैले भनिराख्नुहुन्छ। त्यो कारणले गर्दाखेरि अब आउने फ्राइडे चाहिँ लास्ट फ्राइडे हो यो एकाडेमिक सेसनको। त्यसकारण अब आउने फ्राइडे स्कुलमा बुक फ्री फ्राइडे जो कोही एन्टर गरेर हेर्न जान सक्नुहुन्छ। अनि बुक फ्री फ्राइडेमा कसरी सिकिराख्नु भएको छ, के अभ्यास भइरहेको छ भनेर सबैको लागि खुला गरेका छौँ। त्यसमा पनि सहभागी भइदिनु होला। र यहाँहरूलाई त्यस पश्चात हामीले राउन्ड टेबल डिस्कसन गर्दैछौँ शिक्षासँग सम्बन्धित सरोकारवालाहरूसँग। र त्यसको उद्देश्य चाहिँ अहिले गरिरहेको काम अझ धेरै सुधार्नुपर्ने ठाउँ छ नि त। देयर स्टिल अ लट अफ रुम फर इम्प्रुभमेन्ट। र त्यसका लागि चाहिँ हामीले राउन्ड टेबल डिस्कसन गर्दैछौँ जसमा यहाँहरूको इनपुट निकै महत्त्वपूर्ण हुन्छ। भाषाको कुरा गर्ने हो भने तीनवटै भाषामा मजाले विद्यार्थीहरूले प्रस्तुत गर्नुभयो। जसले जति जान्नु भएको छ त्यति प्रस्तुत गर्नुभएको छ, त्यति हामी सबैले नजानेका पनि हुन सक्छौँ। त्यसकारणले जसले जति जान्नु भएको छ त्यसैको लागि उत्साह दिने हो, जसले गर्दाखेरि भोलि अझ धेरै सिक्न सक्छु भनेर आत्मविश्वास बढाइदिन पनि एकदमै जरुरी छ। र यो कार्यक्रमभरि यहाँहरूले साथ दिनुभयो,
धन्यवाद छ। सँगसँगै यो भोलि पनि हुन्छ, आज पनि हुन्छ, दिनभरि मजाले यो स्टेजको फर्मल प्रोग्राम मात्र होइन, बाहिरको एक्जिबिसनमा पनि सहभागिता भइदिनु होला। विद्यार्थीहरूसँग यसो 2-4 जनासँग कुरा गरिदिनु होला, उहाँहरूको बुझाइ, उहाँहरूको सिकाइ सुनिदिनु होला। अनि उहाँहरूलाई चाहिँ हामीले भनेको कुरा सुनिरहेको छ भन्ने कुरा महसुस पनि गराइदिनु होला। र साथसाथै थ्याङ्क यू सो मच टु अल द स्टुडेन्ट्स। यदि मलाई केही कुराले सबैभन्दा धेरै प्रोत्साहन दिन्छ काम गर्नको लागि भने अझ धेरै बेटर गरौँ, अझ धेरै जिम्मेवारी छ भनेर मलाई केही कुराले घचघचाइरहन्छ। र सँगसँगै देशको लागि सपना देख्नको लागि हुटहुटी कतैबाट आउँछ, त्यो प्रेरणा कसैले दिन्छ भने त्यो बालबालिका हो। Thank you so much. You are my inspiration. Thank you so much for being my inspiration. र यहाँहरूले आज जतिले प्रस्तुत गर्नुभयो, यहाँको प्रस्तुतिले अझ धेरै उत्साह, अझ धेरै ऊर्जा थपेको छ। हामी महानगरपालिकाबाट स्थानीय सरकारको भूमिका निभाउनमा एक रत्ती पनि चुक्ने छैनौँ। हामी तपाईलाई विश्वास गर्छौँ, तपाईहरूले हामीलाई विश्वास गर्नुभएको छ र त्यो विश्वास हामीले तपाईहरूमा देख्छौँ र त्यो विश्वास तपाईहरूमा तपाईहरूको आमा बुवाले देख्नु भएको छ, तपाईहरूको शिक्षकले देख्नु भएको छ। सबैभन्दा ठुलो कुरा राष्ट्रले तपाईहरूमा आशा देखेको छ। असल नागरिक बन्नमा कम्प्रोमाइज नगर्नुहोला। जो असल हुन्छ ऊ सफल हुन्छ। धन्यवाद। हामीले तपाईहरूलाई विश्वास गरेका छौँ, तपाईहरू हामीलाई विश्वास गरिदिनुहोस् र हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढौँ र शिक्षाको गुणस्तर र स्तरोन्नतिमा लागि परौँ। म श्रद्धेय उपप्रमुख सुनिता डङ्गोलज्यू र समग्र काठमाडौँ महानगरपालिकाको सम्मानमा एकपटक जोरदार ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। शैक्षिक मेला 2081 शुभारम्भ भइसकेको छ विद्यार्थीहरूको प्रस्तुतिबाट र अब 15 मिनेटदेखि 20 मिनेटभित्र यहाँहरूले भोक पनि लागेको होला। कृपया बाहिर स्टलहरू छन्, स्टल अवलोकन गर्दै खाजा ग्रहण गरिदिनु होला। जसरी विद्यार्थीहरूलाई 30 रुपियाँको खाजा हामी प्रदान गर्छौँ विद्यालयमा, यहाँहरूले पनि 30 रुपियाँमा खरिद गरेर खाजा ग्रहण गर्न सक्नुहुन्छ। कृपया अनुरोध गर्छु। र त्यस पछाडि करिब हामी 20-25 मिनटको अन्तरालमा हाम्रा अन्य कार्यक्रमहरू यसै गरी निरन्तर रूपमा चाहिँ सञ्चालन हुनेछन्। र त्यतिन्जेलको लागि म कार्यक्रम प्रस्तुता गोपाल घिमिरे केही कमी कमजोरी भएमा क्षमा माग्दै बिदा हुन्छु। एउटा सूचना पनि आएको छ, एउटा मोटरसाइकलको साँचो हराएको सूचना आएको छ। यदि यहाँहरूले प्राप्त गर्नुभएको छ भने कृपया प्रदान गरिदिनु हुनका लागि अथवा स्टेजमा हामीलाई दिनुहुनका लागि अनुरोध गर्दछौँ। र अब करिब 15देखि 20 मिनटभित्र यहाँहरूले चाहिँ खाजा ग्रहण गर्न सक्नुहुनेछ र स्टलहरूको भिजिट पनि गर्न सक्नुहुनेछ। त्यस पछाडि हामी निरन्तर हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाउनेछौँ। करिब 50% कार्यक्रमहरू विद्यार्थी भाइ बहिनीहरूले अघि नै प्रस्तुत गरिसक्नु भएको छ। बाँकी 50% कार्यक्रमहरू हामी निरन्तर रूपमा अगाडि बढाउने नै छौँ। धन्यवाद।